हेलो साथीहरु सबैलाई नमस्कार छ। म फेरि पनि तपाईहरुकोमा फेसबुकमा जोडिसकेको छु साथीहरु। आज हाम्रो जेठमुनिको हामी भाडा नुहाउन आज हामी भैरवी कुण्डलमा आइरहेका छौं साथीहरु। यहाँको म दृश्य देखाउँछु साथीहरु हैन। यहाँको दृश्य जाँदाको दृश्य के कस्तो छ म तपाईलाई देखाउँछु साथीहरु। पछाडि छोरो दाजु हुनुहुन्छ। अहिले चाहिँ हामी भैरवी कुण्डलमा जाँदै छौं साथीहरु। म त्यहाँको जाँदैको अवस्थामा के कस्तो छ देखाउँछु है। सबैजनालाई यो भिडियो लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु साथीहरु है। ल अहिले चाहिँ म हाम्रो भैरवी कुण्डलमा जाँदैछु साथीहरु हैन। हाम्रो धामी अनि पुजारीहरु अगाडि गएछन्। हामी चाहिँ अहिले जाँदैछौँ साथीहरु हैन। यहाँको भ्यू देखाउँछु साथीहरु हैन। यहाँ माथि यस्तो रहेको छ। सबैजना यहाँ आउनु भएको होला, कोही आउनु नभएको पनि होला। म यहाँको दर्शन गराउँछु साथीहरु। म 10 वर्ष पहिला आएको साथीहरु यहाँ। अहिले 10 वर्ष पछि आउँदामा यहाँ के भने अलि बाटोको सुविधा रहेछ साथीहरु हैन। अहिले हामी भैरवी पुग्दैछौँ साथीहरु है। म सबैजना यो भिडियो लास्टसम्म हेर्नु होला। हाम्रो चाहिँ देउता सुकासाइनी देउता हो साथीहरु। सुकासाइनी देउताले सबैको रक्षा गरून्। म यो भिडियो तपाईहरुलाई गर्न चाहन्छु। हाम्रो सुकासाइनी देउताले सबैको रक्षा गरून्। साथीहरु कमेन्टमा आएर हाम्रो सुकासाइनी देउताले सबैको रक्षा गरून् भनेर कमेन्ट गरिदिनु होला साथीहरु है। अहिले चाहिँ हाम्रो दाजु सबैजना यहाँ आउनुहुन्छ। अहिले चाहिँ हामी यहाँ भैरवी कुण्डलमा पुग्दैछौँ साथीहरु है। अहिले चाहिँ पानी त्यति रहेन छ। अगाडि जाँदा त्यही भित्र भेटी साथीहरु यहाँको सबैजनाले हेरेर माया गरिदिनु होला भन्न चाहन्छु साथीहरु। हाम्रो चाहिँ धेरै देउताहरू पनि आएको छ माथि। होइन सबै खोलिजाउँ यहाँको जानको दृश्यमा यस्तो छ साथीहरु है। यहाँ चाहिँ काठको पुल गरिएको छ। फेटी छ। मलाई पनि चढाउनमा जाने बेला चढाउँला। क्यामेराम्यानको हुन सक्छ ल। क्यामेराम्यान एकदमै हामी चाहिँ फाइनली यहाँ भैरवी कुण्डलमा बसेर पनि भाडा सारा नुहाएर हामी चाहिँ यहाँ रेडी भइसकेको छौँ साथीहरु हैन। म यहाँको पुरा थरो देखाउँछु साथीहरु। कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला है।
उता हाम्रो दाजुहरू हुनुहुन्छ हाम्रो चाहिँ भाडा नुहाएर चाहिँ यहाँ रेडी भइसकेको छ यहाँको म भैरवी कुण्डल देखाउँछु साथीहरू होइन हाम्रो भैरवी कुण्डल यही चाहिँ हो साथीहरू होइन अहिले चाहिँ त्यति पानी रहेनछ साथीहरू है यहाँ अहिले चाहिँ हाम्रो एउटा देउता ल साथीहरू है यो भिडियो के कस्तो लाग्छ त्यस्तै कमेन्टमा प्रतिक्रिया दिनु होला भन्न चाहन्छु साथीहरू है ल